कृषि प्रधान देश भन्छौँ हामी होइन, तर यावत समस्याहरू छन् होइन। अब कृषकले भनेअनुसारको मूल्य पाएका छैनन् होइन, उत्पादन बजारसम्म पुगेको हुँदैन होइन। यसको लागि अब कृषि उत्थानको लागि तपाईँले विशेष गरी कृषिलाई नै अब मूल एजेन्डा बनाउनु भएको छ होइन। कृषि उत्थानका लागि तपाईँले नीतिगत रूपमा के कसरी काम गर्न सक्नुहुन्छ भने तपाईँका ती आधारहरू छन्, यदि संसदमा तपाईँको प्रवेश भयो भनेदेखि? एउटा त हाम्रो ऐन हामीले बनाउनु, तुरुन्तै ऐन बनाउनुपर्छ, कृषि ऐन बनाउनुपर्छ। त्यसपछि कृषि ऐन बनाइसकेपछि यसमा कुन सरकारले काम गर्ने, के काम गर्ने, उत्पादनमा कुन सरकारले काम गर्ने हो, उद्योगमा कुन सरकारले काम गर्ने हो, र यसका चाहिँ ऐनहरू अझ के अरे बजारलाई कसले अनुगमन गर्ने, हाम्रो चाहिँ भूमि ऐन कसले बनाउने होइन। र यावत कुराहरू चाहिँ राज्यले गर्ने कामहरूलाई चाहिँ हामीले एकदमै क्लियर गर्छौँ ऐनमा अथवा नीतिमा। त्यसपछि हामीले बलियो रूपमा चाहिँ निजी क्षेत्रलाई चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ आउनको लागि आह्वान गर्छौँ। किनकि जबसम्म निजी क्षेत्र आउँदैन त्यसपछि पुँजी प्रविधिदेखि लिएर किसानलाई चाहिने कुराहरू चाहिँ दिन सक्ने चाहिँ एउटा बलियो निजी क्षेत्र नआइकन किसानले उत्पादनको वृद्धि गर्नको लागि चाहिँ गुणस्तरीय उत्पादनको साधन पनि पाउँदैन, उसको उत्पादनको बाइब्याक ग्यारेन्टी पनि हुँदैन, र बाइब्याक ग्यारेन्टी नभइकन उद्योग र बजार पनि निर्माण हुन सक्दैन होइन। त्यसकारण हामी संस्थागत बजारहरू चाहिँ हामीले निर्माण गर्छौँ। निर्माण गरिसकेपछि निजी क्षेत्र आइसकेपछि जब हामीले ओभरअल यो भ्यालु चेनमा अथवा इकोसिस्टममा काम गरिसकेपछि र त्यसपछि हाम्रो चाहिँ समुदायलाई पनि एउटा कन्फिडेन्स बिल्ड अप हुन्छ कि अब चाहिँ हामीले चाहिँ कृषिमा काम गऱ्यौँ भने हामीले मूल्य पाउँछौँ, हामीले भनेअनुसारको चाहिँ कृषि सामग्रीहरू पनि पाउँछौँ र हामीले त्यसबाट आय आर्जन पनि गर्छौँ। मलाई त कम्तीमा पनि अहिले 25,000 रुपियाँ मासिक रूपमा चाहिँ कमाउन सक्ने चाहिँ एउटा युवालाई बनाउन सकियो भने गाउँमा रहेर, अनि त्यसपछि उसले 25,000बाट चाहिँ 35,000 होइन, 40,000 50,000 ऊ आफै वृद्धि गर्दै जान्छ। अब अहिले एउटा भाष्य के निर्माण गरिएको चाहिँ छ नेपालमा भने अब कृषि चाहिँ हामीले चाहिँ प्रतिस्पर्धा इन्डियासँग अथवा अरू देशसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ भन्ने चाहिँ जुन एउटा चाहिँ गलत भाष्य प्रयोग गरिएको चाहिँ छ। यदि हामीले चाहिँ कृषिमा रिसर्च गरेर एउटा चाहिँ बजार अनुसारको उत्पादन प्रणालीको विकास गर्न सकियो र हामीले चाहिँ उत्पादनको लागतहरू घटाउनलाई चाहिँ सरकारहरूको चाहिँ अनुदान पनि हामीले जोड्न सकियो होइन, र त्यसमा चाहिँ नयाँ नयाँ औजार उपकरणहरू प्रयोग गरेर युवाहरूलाई ल्याउन सकियो भने, किनकि युवाहरू नआइकन त्यसको उत्पादन लागत घट्दैन, किन युवाहरूमा चाहिँ नयाँ नयाँ टेक्नोलोजीको थाहा हुन्छ, बजारमा के कुराको माग छ पनि उसलाई थाहा हुन्छ, अब आफ्नो चाहिँ उत्पादनको लागत घटाउने कुराहरू पनि थाहा हुन्छ र आफ्नो व्यवसाय कसरी गर्ने, जोखिमहरू कहाँ आउन सक्छ लगायतको कुराहरू चाहिँ युवाहरूले चाहिँ त्यो विश्लेषण गर्न सक्छन्। त्यसले गर्दा चाहिँ यी पहिला नीति बन्न पर्यो, सरकारका कामहरू चाहिँ क्लियर हुनु पर्यो।